पत्रकार सङ्गठन नेपालका सचिव सर्वप्रथम तपाईँलाई स्वागत छ। धन्यवाद। थप अहिले नेपालको पछिल्लो चरणमा अहिलेको नेपालको राजनीतिक स्थिति जसरी बदलिएको छ, एउटा सङ्क्रमणकालीन अवस्थामा यसको निकास र यसको सङ्कटको कारक तत्त्व चाहिँ के हुनसक्छ? पहिला राजनीतिक सङ्कट कसरी आयो भन्ने कुरा हामीले जानुपर्छ। जब जेनजी आन्दोलन भयो नि, जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक सङ्कट उत्पन्न भयो र जेनजीहरूले उठाएका एजेन्डाहरू सम्बोधन भएनन् र जेनजी आन्दोलनपछि विदेशी हस्तक्षेप बढ्यो। अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको नाङ्गो हस्तक्षेप नेपालमा बढ्यो र नाङ्गो हस्तक्षेप बढ्दा नेपाल स्वाधीन राष्ट्र हुन सकेन। अहिले नेपाल स्वाधीन राष्ट्र जस्तो चाहिँ रहेन र जेनजीको आवरणभित्र विदेशीहरूले चलखेल गरेर नेपाललाई झन सङ्कटको चाहिँ भुमरीमा लिएको अहिले चाहिँ जो अवस्था छ, यो एउटा सङ्कटपूर्ण अवस्था हो। नेपालका राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने राष्ट्रवादी शक्तिहरू, प्रगतिशील लोकतान्त्रिक देशको माया भएका शक्तिहरूले एक नभएसम्म यो सङ्कटको पार पाउन सकिँदैन। त्यसो भएर अहिले सरकार जो बनेको छ, सुशीला कार्की नेतृत्वको सरकार, त्यो त सिधै अमेरिकी राजदूतावासबाट, भारतीय राजदूतावासबाट स्वीकृत गरेर आर्मीको चाहिँ क्याम्पमा पठाएर त्यहाँबाट चाहिँ नाम चाहिँ सार्वजनिक गरेर प्रधानमन्त्री भएको चाहिँ प्रधानमन्त्री हो। अनि चाहिँ तपाईँ चाहिँ यता कुलमान हेर्नुहोस्, उहाँ अमेरिकी एजेन्ट हो, एमसिसीको पक्षधर मान्छे हो। त्यस्तै अरू जति मन्त्रीहरू छन्, नियुक्ति भएका छन्, ती अमेरिकी पात्र र भारतीय पात्रहरू मात्रै चाहिँ अहिले चाहिँ सरकारमा सहभागी छन्। यसले गर्दाखेरि नेपाल यो सरकारले झन सङ्कटतिर चाहिँ लियो र यो चाहिँ जेनजी आन्दोलनपछि नेपाल राष्ट्रिय स्वाधीनतामा निकै खतरापूर्ण अवस्थामा पुग्यो। यो एउटा सङ्कटपूर्ण अवस्था आयो। यो सङ्कट भनेको वैदेशिक हस्तक्षेपका कारण आएको। नेपालका नेताहरू दलाली भयो के। नेपालका नेताहरूले विदेशीहरूको नुन पानी नखाएसम्म, विदेशीहरूको राजदनमा ढोकबेड नगरेसम्म, यहाँ मन्त्री नहुन पाउने अवस्था जो सिर्जना भएपछि अहिले थप विदेशीहरूको गुलामी गर्ने नेता पनि जन्मिए, थप नेपालमा सङ्कट विदेशीहरूको हस्तक्षेप पनि बढिरहेको छ र अहिले पछिल्लो यो खालको सरकारले चाहिँ निर्वाचन गराउन सक्दैन र फागुन 21 को निर्वाचन एकदम झन अप्ठ्यारो अवस्थामा पुगेको देखिन्छ। अनि अर्को कुरा, अहिले जुन खालको नेपालको राष्ट्रिय राजनीतिमा जुन खालको अहिले एउटा प्रचण्ड, माधव कुमार लगायतका नेताहरूले एउटा नयाँ कम्युनिस्ट चाहिँ नेपाली कम्युनिस्ट पार्टी पनि निर्माण गरेका छन्। कहीँ न कहीँ अहिले बजारमा हल्ला पनि चाहिँ यिनीहरूले भारतले नै यिनीहरूलाई मिलाइदिएको, एक ठाउँमा ल्याइदिएको भन्ने छ एक। अर्को चाहिँ जुन चाहिँ सुशीला कार्की जुन सरकार छ, त्यसलाई चाहिँ एमाले अनि विप्लव लगायतका चाहिँ पार्टीहरूले चाहिँ त्यसको विरोध गरिरहेका छन्। अर्को कुरा चाहिँ के छ त भन्दाखेरिमा, नेपाली कम्युनिस्ट पार्टी जुन माओवादी नेतृत्व गरेको पार्टी छ, त्यसले चाहिँ सपोर्ट गरेको छ। के तिनीहरू भारतीयद्वारा नै सञ्चालित हुन् वा भारतले नै त्यो तिनीहरूलाई चाहिँ खटाएको एउटा प्रश्न। अर्को चाहिँ के हो त भन्दाखेरिमा चाहिँ यो जुन खालको चाहिँ जुन अहिलेको सरकार चाहिँ बनाएको छ, यो सरकारले के नेपालको स्वाधीनताको रक्षा गर्न सक्छ वा चाहिँ सक्दैन? यो सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्दैन। यो सरकार विदेशी अमेरिकीहरूले बनाएको सरकार हो। अझ यो सरकार बनाउने बेला एउटा यस्तो क्रियाकलाप, यस्तो चाहिँ एउटा विचित्र भएको छ कि माधव नेपाल र प्रचण्डहरूले यति खतरनाक उनीहरूले चाहिँ विदेशीहरूको अगाडि घुँडा टेकेका छन् कि जेनजीहरूले त घुँडा टेकाएर उनी भागेकै थिए, तर चाहिँ पछिल्लो चरणमा अमेरिका र भारतीयहरूको चाहिँ डिजाइनमा माधव नेपाल र प्रचण्डहरू घुमेका छन् के सरकार बनाउँदाखेरि पनि। वास्तवमा चाहिँ यो जेनजी आन्दोलनपछि एउटा राष्ट्रवादी छवि भएको नेतृत्व अथवा राजनीतिकै एउटा चाहिँ नेताबाट सरकारको नेतृत्व हुनुपर्छ भनेर चाहिँ एउटा बहस भएको सेनाभित्र पनि त्यो देखिन्छ। सेनामा पनि अबको चाहिँ नेतृत्व, अन्तरिम सरकारको नेतृत्व अथवा प्रधानमन्त्री विप्लव हुँदा अझ राम्रो हुन्छ, एउटा राष्ट्रवादी चाहिँ नेता हो भन्ने खालको बहस सेनामा भइरहेको कुरा प्रचण्ड र माधव नेपालले थाहा पाइसकेपछि उनीहरूले त विप्लवलाई प्रधानमन्त्री हुनु हुँदैन भनेर प्रस्ताव लगे नि त। त्यसो भएर त्यो चाहिँ कसरी हेर्न सकिन्छ भने सरकार बनाउँदाखेरि पनि एउटा चाहिँ सडकको नेतृत्व गरिरहेको, राष्ट्रियताको नेतृत्व गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जो माओवादी छ, यसलाई जसरी पनि यसलाई चाहिँ सिद्ध्याउनुपर्छ भन्नेमा माधव नेपाल र प्रचण्डहरू नै लागेका छन्। एकता पनि, जसका कारण पनि उनीहरूसँग एकता पनि भएन। उनीहरूले त सुशीला कार्कीलाई चाहिँ प्रस्ताव गरे
राजदूतावासमा अथवा सेनाको क्याम्पमा बरु सुशीला कार्की ठिक छ तर चाहिँ विप्लवलाई बनाउनु हुँदैन भनेर माधव नेपाललाई प्रचण्डहरूले भनेका छन्। यो सामान्य कुरा हो र। एउटा माओवादी ब्याकग्राउन्डबाट आएको एउटा लिडरलाई प्रधानमन्त्री हुँदा राम्रै त हुन्थ्यो, तर प्रचण्डहरूले त्यहाँ घात गरेका छन्, माधव नेपालले घात गरेका छन्। यो कुरा नेपाली जनताले एक्सपोज गर्न जरुरी छ। वास्तवमा राष्ट्रिय रूपमा एउटा राष्ट्रवादी नेता, एउटा राष्ट्रको एउटा सबैले आशा गरेको नेता, उत्पादनमा केन्द्रित नेता, समाजवादको एउटा चाहिँ मोडेल एउटा लिनुपर्छ भनेर भिजन भएको नेतालाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाएको भए के बिग्रिन्थ्यो र? अहिले सुशीला नेतृत्वले त आखिरी जनताको पक्षमा त काम गर्न सकेका छैन। आखिर यो त चाहिँ भारतीय र यता चाहिँ अमेरिकी कठपुतली सरकार भइरहेछ। एउटा राष्ट्रवादी छवि भएको नेता प्रधानमन्त्री भएको भए सायद माधव नेपाल र प्रचण्डहरूले त्यसमा साथ दिएको भए उहाँ हुन सक्नुहुन्थ्यो, सर्वपक्षीय सरकार हुन्थ्यो, यसले निकास दिन्थ्यो, नेपालमा नयाँ निकास हुन सक्थ्यो। तर अब कठपुतली सरकार भएपछि अब नेपालमा झन गहिरो सङ्कट आइरहेको छ। यो सङ्कटको निकास भनेको अब राष्ट्रिय स्वतन्त्रताको आन्दोलन अब नेपालमा जरुरी छ। नेपालमा अमेरिकी र भारतीय हस्तक्षेपका विरुद्ध एउटा नेपालमा सशक्त आन्दोलन जरुरी छ। उस्तै परे अमेरिकी नेपालमा भएको राजदूतावास, भारतीय राजदूतावास नेपालबाट लखेड्नुपर्ने अवस्था नेपालमा सिर्जना भएको छ, किनकि नेपाललाई टोटल चाहिँ यिनीहरूले चाहिँ हस्तक्षेप गरिरहेको अवस्था छ। भनेपछि तपाईँको विश्लेषण चाहिँ प्रचण्डले ठुलो एउटा राष्ट्रघात नै गरे यो बारेमा हजुरको भनाइअनुसार हैन। अर्को कुरा के हो भने जुन एकताको कुरा थियो यसमा पनि प्रचण्डले ठुलो एउटा चाहिँ कुठाराघात गरे भन्ने चाहिँ एउटा यो तपाईँले जुन भन्नुभएको छ। अर्को कुरा चाहिँ जुन चाहिँ एमसिसीका मतियारहरू जस्तै चाहिँ कुलमान घिसिङ, महावीर पुन, सुशीला कार्की लगायतका मान्छेहरूले जसरी चाहिँ अमेरिकाको चाहिँ एउटा चाहिँ कठपुतली बनेर जसरी उनीहरूले भूमिका खेलिरहेछन्, अब यसको विकल्प के एउटा यसको अब एक किसिमले भन्ने हो भने नेपालमा लिडरलेस पोलिटिकल भइरहेछ अथवा नेपालको राजनीतिक स्थिति के भइरहेछ त भन्दाखेरिमा चाहिँ कसैले पनि यिनीहरूलाई पुरानो दललाई पत्याउनला छैन र यसको विकल्प भने चाहिँ अब अहिले सतहमा आएको सेनामा पनि त्यो कुराहरू चल्यो र अहिले सतहमा आएको यसको विकल्पै भनेको चाहिँ तपाईँको ऊ अनुसार चाहिँ विप्लव बाहेक अरू केही पनि छ कि विप्लव मात्रै हो? अब यस्तो छ हेर्नुहोस्, नेपालमा पुराना राजनीतिक दलहरू असफल भए, पुराना राजनीतिक दलको नीति, कार्यक्रम, नेतृत्व यो तिनटै चिज असफल भयो, किनभने यिनीहरूलाई जेनजीहरूले लखेटेर यिनीहरू दुलोमा लुक्ने अवस्था चाहिँ भएको हामी सबैलाई थाहा छ। त्यसो भएर अहिले पनि यिनीहरू टाउको उठाइरहेका छन्। पुरानो दलको पुरानो नीति र कार्यक्रमबाट र नेतृत्वबाट नेपालको राजनीतिक सङ्कटको समाधान अब सम्भव छैन। त्यसो भएर नयाँ विकल्प चाहिन्छ, नयाँ विवाद नभएको एउटा राष्ट्रवादी छवि भएको नेता नेपालमा आवश्यक पर्छ। त्यो चाहिँ भनेको अहिले तपाईँ नेपालको सर्र चित्र हेर्नुभयो भने नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी र नेता विप्लव चाहिँ अहिलेको विकल्प हो। यसको नेतृत्वमा राष्ट्रिय स्वाधीनताको आन्दोलन जरुरी छ र राष्ट्रिय स्वाधीनताको आन्दोलनसँगै देशलाई समाजवादतिर लिनुपर्छ। यो नेपालको विकल्प हो र विदेशी हस्तक्षेप अनि बन्द हुन्छ अथवा विदेशी हस्तक्षेप नेपालबाट अन्त्य नभएसम्म नेपालको राजनीतिक निकास हुँदैन र जहिले पनि सङ्कट हुन्छ। यसको लागि नेपालमा भएका राष्ट्रवादी सम्पूर्ण शक्तिहरूले विदेशी हस्तक्षेपका विरुद्ध एकपटक उठ्नुपर्छ।